म बालेन्द्र शाह नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको नेपालको संविधानप्रति पूर्ण वफादार रही लगभग 7-8 हजार किलोमिटर हिँड्यो होला देश बुझ्नलाई। सबै लगभग 45-50 वटा जिल्ला घुमियो होला। त्यो जिल्लाहरू घुम्ने जाँदाखेरि के महसुस भयो भन्दाखेरि लगभग देशभरिका समस्याहरू, देशभरिका कुराहरू उस्तै रहेछन्। कृषिको समस्याहरू, पर्यटन क्षेत्रमा भएका समस्याहरू देखियो। तर एउटा गुड न्युज पनि छ त्यहाँ। गुड न्युज के हो भन्दाखेरि एउटा जिल्लामा समस्या छ भने त्यसको समाधान अर्को जिल्ला देशभित्रै रहेछ। त्यो समाधान मिलाउने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी। क्राउडलाई नै कन्ट्रोल गरिरहेको छ क्या अहिले। यहाँ हेर्नुहोस् है, आए यताबाट आए सी आए तर एग्रेसिभ त जानै पर्छ आजको क्राउड। मलाई त त्यस्तो लाग्छ कि दसैँ सस्ने आजको क्राउड त एग्रेसिभमा जानै पर्छ। अर्को बार पनि आउँदैछ गाइस। ओहो हेर्नु त ल साथी, यत्रो आन्दोलन हुन्छ कहिले? टिकटक नेपालमा दर्ता भएदेखि हेर्नुहोस् त हिजोको नेपो बेबिज भन्ने जुन ट्रेन्ड आएको थियो त्यो ट्रेन्ड पुरै भिडियोजहरू डिलिट गरिरहेको छ। पुरै भिडियोजहरू। म बालेन्द्र शाह नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको नेपालको संविधानप्रति पूर्ण वफादार रही सत्यनिष्ठ युवा हाम्रो शक्ति हो। बुढा नेता हात्ती हो। नेताको छोरा गाडीमा, गरिब जाति खाडीमा। नेताको छोरा गाडीमा, गरिब जाति खाडीमा। हाम्रो नेपाल हाम्रो देश, हाम्रो नेपाल हाम्रो देश।